लगातार आइपिओ आउने क्रममा फेरि अर्को कम्पनीले आइपिओ खुलाउने मिति सार्वजनिक गरेको छ। सूर्यकुण्ड हाइड्रो पावर लिमिटेडले टोटल 13,79,350 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो भने यस कम्पनीले पहिलो चरणको आइपिओ खुला गर्ने मिति सार्वजनिक गरेको छ। पहिलो चरणमा वैदेशिक तर्फ र स्थानीय तर्फको लागि खुला गर्नेछ। वैदेशिक कोटाको लागि कम्पनीले यही पुस 9 गतेदेखि 24 गतेसम्मका लागि आइपिओ खुला गर्नेछ र वैदेशिक कोटाको लागि टोटल 68,967 किता शेयर निष्कासन गर्नेछ र प्रति किताको मूल्य रु 100 नै हुनेछ र सेक्टर हाइड्रो पावरमा पर्छ। इस्यु म्यानेजर कुमारी क्यापिटललाई राखेको छ र वैदेशिक तर्फबाट भर्दै हुनुहुन्छ भने तपाईहरूले 10 किता मात्रै भर्नुहोला, त्यो भन्दा धेरै भरेर कामै छैन। र स्थानीय यानि कि लोकलको लागि चाहिँ कम्पनीले यही पुस 9 गतेदेखि 23 गतेसम्मका लागि खुला गर्नेछ र कम्पनीले लोकल्सका लागि चाहिँ 6,89,775 किता शेयर खुलाएको छ र प्रति किताको मूल्य चाहिँ 100 नै हो र यसमा चाहिँ तपाईले लोकलबाट भर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरूले धेरै किताको लागि अप्लाई गर्नुहोला, किनभने धेरै भर्दा पनि पर्ने सम्भावना हुन्छ। र लोकल्स कोटाको लागि चाहिँ नुवाकोटको जिल्लाको भूतेश्वर गाउँपालिकाका स्थानीयहरूले आवेदन दिन सक्नेछन्। यदि तपाईहरूले यो ठाउँमा हुनुहुन्छ भने चाहिँ तपाईहरूले मजाले आवेदन दिनुहोला। 10 किता मात्रै नभएर त्यो भन्दा धेरै कति सक्नुहुन्छ त्यही अनुसारले धेरैको लागि आवेदन दिनुहोला। ओके, आजको भिडियो यति नै रहेको छ। भिडियो मन परेमा तपाईहरूले लाइक, कमेन्ट, शेयर गरिदिनु होला र यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ हाम्रो च्यानल टेक्निकल ल्याक्सलाई सब्स्क्राइब गरेर अल नोटिफिकेसनमा क्लिक गर्न नबिर्सनु होला।